यस कार्यक्रमका आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथि, सम्माननीय संस्थापकज्यू, पत्रकारज्यूहरू, सम्पूर्ण गुरुवर्ग, सम्मानित अभिभावकज्यूहरू, म जस्तै नवप्रवेशी मेरा मित्रहरू तथा यहाँ उपस्थित सम्पूर्ण लब्ध प्रतिष्ठ महानुभावहरूमा म अग्रिम कोइरालाको तर्फबाट हार्दिक नमस्कार तथा न्यानो अभिवादन। म कक्षा 8 देखि नै यसै अर्को माध्यमिक विद्यालयसँग आबद्ध रहँदै आएको एक विद्यार्थी हुँ। आजको यस गरिमामय अभिमुखीकरण कार्यक्रममा विद्यार्थीको तर्फबाट आफ्ना विचार तथा अनुभूतिहरू व्यक्त गर्ने अवसर प्राप्त गर्न मेरा लागि अत्यन्तै गौरवको विषय बनेको छ। भनिन्छ संसारका धेरै जटिल समस्याहरूको समाधान शिक्षाले दिन सक्छ, तर शिक्षाको एउटा रोचक विशेषता के छ भने जति धेरै सिक्दै जान्छौँ त्यति नै अझै धेरै कुरा सिक्न बाँकी रहेछन् भन्ने जस्तो अनुभूति हुँदै जान्छ। त्यसैले शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम होइन, यो त व्यक्तित्व निर्माण गर्ने प्रक्रिया, सोचलाई परिष्कृत गर्ने, शक्ति र भविष्य निर्माण गर्ने आधारशिला हो। त्यसैका निम्ति अर्नीको माविले पनि केवल भौतिक संरचना मात्र होइन, यो त्यस्तो स्थान हो जहाँ सपनाहरूले आकार लिन्छन्, सोचले दिशा पाउँछ र भविष्यले नयाँ सम्भावनाहरू देख्न थाल्छ। यही दृष्टिकोणलाई आत्मसात गर्दै अर्नीको मावि वर्षौँदेखि गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य, सृजनाशीलता तथा समग्र व्यक्तित्व विकासलाई प्राथमिकता राख्दै आएको छ। यदि म आज यस मञ्चमा उभिएर आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गर्न सक्षम भएको छु भने त्यसको श्रेय यस विद्यालयले प्रदान गरेको वातावरण, गुरुजनहरूको मार्गदर्शन तथा यहाँ प्राप्त अवसरहरूलाई जान्छ। किनभने मैले कक्षा 8 देखि नै यस विद्यालयसँग आबद्ध रहँदै आएको नाताले यहाँको शैक्षिक वातावरण, अनुशासन तथा गुरुजनहरूको मार्गदर्शनलाई नजिकबाट निहाल्ने अवसर प्राप्त गरेको छु। त्यसै गरी यहाँ उपस्थित मेरा धेरै मित्रहरूले आफूभन्दा अग्रजदायी दिदीबाट कक्षा 11-12 को अध्ययन यात्रा चुनौतीपूर्ण, जिम्मेवारीपूर्ण तथा मेहनतको माग गर्ने रहेको सुन्नुभएको हुनसक्छ र त्यो कुरा सही पनि होला, किनभने कुनै मूल्यवान उपलब्धि सहजतापूर्वक प्राप्त हुँदैन। यदि जीवनका सबै लक्ष्यहरू सहज हुने भए सफलता प्राप्त गर्न कुनै विशेष उपलब्धि हुने थिएन। तर चुनौतीहरूलाई बोझका रूपमा नभई सिकाइ र आत्मविश्वासको अवसरका रूपमा ग्रहण गर्दै आगामी 2 वर्षलाई उत्साह, जिज्ञासा, मित्रता र विश्वासका साथ र अनुभवहरूले परिपूर्ण बनाउन सक्यो भने कठिन देखिने यात्रा समेत सहज र रोमाञ्चक बन्न सक्छ भन्ने मेरो विचार हो। र यस अभिमुखीकरण कार्यक्रमले हामीलाई विद्यालय अध्ययन प्रणाली र आगामी यात्राबारे महत्त्वपूर्ण जानकारी प्रदान गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना पनि गर्दछु। र अझै अब हामी धेरै विद्यार्थीहरूले कापी कलम नछोडे पनि 1-2 महिना त पक्कै पनि भइसक्यो होला। यसैले म के सम्झन चाहन्छु भन्दाखेरि चुनावी प्रचारका बेला अहिलेका हाम्रो हाल प्रधानमन्त्री बालेन्द्र शाहले उता पश्चिमतिर गएर के भन्छन् भन्दाखेरि सुदूर अब दूर नाइ झिके झिके माया तलाई भन्छन्। त्यसै गरी मेरो तर्फबाट पनि म के भन्न चाहन्छु भन्दाखेरि कलेज अब दूर नाइ झिके झिके माया तलाई, अब कलेज पनि असारै गतेदेखि लाग्न आँट्दैछ। त्यसका लागि सबै सम्पूर्ण सम्बन्धित महानुभावहरूलाई त्यसका लागि तयार रहौँ भन्न पनि चाहन्छु। र अन्त्यमा मेरो विचारहरू एकदम धैर्यपूर्वक भई सुनिदिनु भएकोमा यहाँ उपस्थित सबै महानुभावहरूलाई म मेरो धन्यवाद ज्ञापन गर्दै म यहाँबाट बिदा हुन्छु। धन्यवाद।